पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई 5 दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ। कम्तीमा पनि 10 वर्ष जेल सजाय हुने गरी ओली र लेखक दुवैलाई ज्यान मार्ने कसुर सम्बन्धीको फौजदारी मुद्दामा अनुसन्धान सुरु गरिएको छ। शनिबार बिहान प्रहरीले नै जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गरेका दुवैलाई आज अदालतमा पेश गरिएको थियो। जिल्ला अदालतले 5 दिने म्याद थप गर्दै गर्दा उता सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रेटमा भने भोलि सुनवाई हुने भएको छ। भोलि यदि सर्वोच्च अदालतले ओली र लेखक दुवैलाई रिहा गर्ने आदेश दियो भने उनीहरू रिहा हुनेछन्, नत्र भने अब कम्तीमा पनि 5 दिन हिरासत बस्नै पर्नेछ। यदि भोलि सर्वोच्चले ओलीलाई हाजिर जमानतमा छाड्ने आदेश दिए पनि उनी विरुद्ध सरकारले अर्को मुद्दा अर्थात् सम्पत्ति शुद्धिकरणको मुद्दामा छानबिन सुरु गरिसकेको छ र नेपालको कानुन अनुसार सम्पत्ति शुद्धिकरणको मुद्दामा आरोपितलाई प्रहरीले 90 दिनसम्म अर्थात् 3 महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ। यसरी हेर्दा ओलीको हिरासत यात्रा लामै हुन सक्ने देखिन्छ। सँगै रमेश लेखक विरुद्ध पनि भिजिट भिसामा ठगी प्रकरणको मुद्दा छ। यसमा पनि प्रहरीले अनुसन्धान थाल्ने तयारी गरिसकेको छ। 5 दिने म्याद थपसँगै आज जिल्ला अदालत काठमाडौँले ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनको प्रभावकारी उपचार गराउन समेत आदेश दिएको छ। यसरी हेर्दा ओलीको हिरासत बसाई अस्पतालमै हुने देखिन्छ। खैर, गृहमन्त्री सुदन गुरुङले दिनमा एकजना नेतामाथि अनुसन्धान थाल्ने ट्र्याक बनाउन सुरु गरेका छन्। सो अनुसार आज नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्का पक्राउ परिसकेका छन् भने उनलाई आज बिहान मात्रै सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ गरिएको थियो र अबको 7 दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आज नै अनुमति दिइसकेको छ। खैर, अब भोलि को पक्राउ पर्छन् त्यो भने हेर्न बाँकी छ। ओलीको पक्राउलाई लिएर आज पनि देशको विभिन्न ठाउँहरूमा नाराजुरुस भएको छ। काठमाडौँमा एमाले कार्यकर्ता र प्रहरी बीच झडप हुँदा आज पनि एकजना घाइते भएका छन्। हिजो पनि एकजना घाइते भएको थियो। एमालेले आफ्नो आन्दोलन भोलि पनि जारी राख्ने बताएको छ। तर आन्दोलनको मुख्य लिड गरिरहेका एमाले नेता महेश बस्नेतलाई तुरुन्तै पक्राउ गर्न आज शोभा पाठक प्रहरी कहाँ पुगेको छ। पाठकले लामो समयदेखि बस्नेतद्वारा आफू बलात्कृत भएको र भ्रूण हत्या समेत भएको आरोप लगाउँदै आएकै छन् र सोही मुद्दामा बस्नेतलाई पक्राउ गरी कारबाही अगाडि बढाउन उनी आज पनि